Hello and welcome back to my YouTube channel. It's me Sapna and I'm staying in Bangalore. अनि हामी चाहिँ अहिले भर्खर नै उठिसकेको छु एन्ड गुड मर्निङ एभ्री वान होइन अन्त आज चाहिँ दसैँ हो अनि सबैजनालाई मेरो तर्फबाट ह्याप्पी दसैँ अनि राम्रोसँगले टिकाहरू मनाउनु होला आफ्नो प्यारेन्ट्सहरूसँग कजनहरूसँग फ्यामिलीहरूसँग भले हामीहरू टाढो छ घरबाट तर भए पनि अब मन त लाग्छ के गर्नु होइन अब सिचुएसन नै यस्तो छ अब तपाईँहरूले जति चाहिँ मनाउनुहुन्छ एकदम राम्रोसँगले मनाउनु होला किनकि यस्तो तिहारहरू बारम्बार आइबस्दैन होइन अन्त आज चाहिँ हाम्रो फर्स्ट मर्निङ भएको छ न्यु रुममा अनि दिदी सुतिरहनु भएको छ अब म पनि उठ्छु हो अन्त चाहिँ खाएर तर्फपट्टि लाग्नुपर्छ होला बिहानको के बनाउँछ हो अन्त मेरो चाहिँ हेर्नु सक्छ पुरा पिम्पल प्याचलाई पनि दिन्छु किनकि पुरा पिम्पल्सहरू आउँदैछ कि मेरो अनि त्यही भएर चाहिँ म लाउँदैछु अब चाहिँ म उठ्छु अन्त म बिहान के बनाउँछु तपाईँहरूलाई म देखाउने छु है के मर्निङको हो सनराइज देख्नुहुँदैछ यो चाहिँ मर्निङको भ्यू अन्त हेर्नु सक्नुहुन्छ होला पुरा बर्ड्सहरूको पनि आवाजहरू आउँदैछ हो म अन्त म चाहिँ हेर्नु सक्दैन कि किनकि कस्तो आँखाहरू भइरहेछ किनकि हामी विशेष बुझेर पनि त हेर्छौँ हो सक्नुहुन्छ होला अहिले रुमको हालत चाहिँ अलिक यस्तो भएको छ हो भर्खर उठिरहेछ हो गुड मर्निङ सो अहिले मर्निङको खाना चाहिँ मैले यहाँ सोयाबिन भिजाइरहेको छु कि सोयाबिन अन्त आलु छ सोयाबिन र आलुको मतलब सब्जी बनाउँछु अनि राइस अनि यहाँ चाहिँ म कटिङ स्टार्ट गरेँ कि देख्नु त देखेछु गाउँमा त सबैजनाले टिकाहरू लाउनु हुँदैछ अहिले भर्खर नै बात भइसकेको थियो कि घरमा अन्त भन्नुहुँदैछ किनकि मतलब कि हाम्रो चाहिँ घरमा हजुरआमा सबैजना लगाइदिनुहुन्छ नि त अन्त त्यही भएर हजुरआमाले चाहिँ योहरू गर्नुहुँदैछ अरे कति मतलब दादाहरू भाउजूहरू आउनु भएको रहेछ अन्त सबैजना रमाइलो गर्नुहुँदैछ योपालि त भएन अरू ठिकै हुन्छ हो अब नेक्स्ट पालि चाहिँ हामीहरू चाहिँ प्लानिङ गर्दैछु कि नेक्स्ट पालि भयो भने चाहिँ जाने हो किनकि हामीलाई पनि टिका लाउनु मन लाग्छ होइन के गर्नु अब बाहिर बसेर काम गर्नु पऱ्यो हो त्यो पनि इम्पोर्टेन्ट हो होइन किनकि यस्तो पनि त कमाउनु पर्ने नै हो जे जस्तो भयो पनि बहिनी जल्दी गरेर ह्याक करो नौलो बज्दैछ नि म चाहिँ अहिले काटेर काटेर एक्सपर्ट भएको छु हो छिट्टो छिटो गर्न थालेछु कि अन्त तपाईँहरूको दसैँ कस्तो भयो होला कमेन्ट गरिदिनु होला होइन अब किनकि अब कतिजनाहरू घरमै हुनुहुन्छ होला घरमा बसेर तिहारहरू सेलिब्रेट हो राम्रोसँगले गर्नु अब हामी बाहिर बस्नेहरूको लाइफ चाहिँ यस्तो हुन्छ हो अब यसको दिन यस्तोको दिन पनि अब ड्युटी हुन्छ ड्युटी जानु पऱ्यो किनकि कमाउनु पनि पर्छ
म चाहिँ मुखै नदिई पसेको छु कि किनकि यहाँ पिम्पल प्याचहरू हेर्नु सक्नुहुन्छ होला पिम्पल प्याचहरू देखिरहेछ मैले चाहिँ नि मतलब खानाहरूको पनि भिडियो बनाउँछु भनेर सोचेको थियो तर अलिकति मतलब ढिलो भइरहेको थियो नि त हामीलाई हो अनि त्यही भएर हतार हतार हामीले गरेर चाहिँ निक्लियो फोनमा ब्याट्री पनि थिएन नि त अन्त मैले फोन चाहिँ चार्जमा राखिसकेको थियो अन्त डाइरेक्ट रेडी भएर चाहिँ म सालोन आइहाल्यो नि त अनि त्यही भएर डाइरेक्ट अहिले चाहिँ म सालोनमै छु अन्त सायद भिडियो चाहिँ यति नै हुने होला हो तर भए पनि अब सबैजनाले टिका टालो लाउनु हुँदै होला गाउँतिर होइन सबैजनालाई वान्स अगेन ह्याप्पी दसैँ एभ्री वान सबैजनाले राम्रो रमाइलो गरेर मनाउनु होला अन्त भोलि हामीहरू चाहिँ टाढो भए पनि म चाहिँ मेरो प्यारेन्ट्सहरूलाई धेरै नै मिस गर्दैछु योपालि भएन चाहिँ अर्को पालि चाहिँ उहाँको हातबाट चाहिँ टिका लाउने छु र यस्तो छ कि उहाँको सपना चाहिँ पुरा होइदियोस् त्यही नै चाहन्छु म अन्त म सायद भिडियो यति यहीँ नै इन गर्छु होला तर भए पनि तपाईँहरूलाई चाहिँ म होइन अलिकति सामान देखाइदिन्छु ल किनकि आज दसैँको दिन पनि यहाँ हेर्नु सक्नुहुन्छ होला क्लाइन्टहरू चाहिँ छ कि मतलब आउनु चाहिँ थाल्छ क्लाइन्टहरू अन्त स्टाफहरू चाहिँ तपाईँलाई सबैलाई देखाइदिन्छ है तपाईँ सबै मेरो भिडियोहरू हेर्दै गर्नु होला अन्त लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला हो सी यू अन माई नेक्स्ट भिडियो टिल देन बाई बाई